गुड मर्निङ एभ्रिवान। हामी फेरि पनि आइसकेको छौँ नयाँ भ्लग लिएर होइन। आज 5 बजिरहेछ। आज अलि छिटो निस्केको छौँ। फेरि पनि हिजोको स्पटमा जाँदैछौँ। त्यहाँ अलिकति ग्रिनरी धेरै छ अनि जङ्गलहरू पनि धेरै भएको कारणले चाहिँ अलि सजिलो अनि अलि मजा आउँछ। आज नि फेरि बा हुनुहुन्छ दाइ, हेलो भनिदिनु पऱ्यो। अरूको दाइ पनि हुनुहुन्छ। जस हामी त्यहाँ जान्छौँ, हेर्छौँ कतिको एक्सर्साइज हुन्छ होइन। जस त्यहाँ अलिकति धेरै मान्छे चाहिँ छ, त्यही भएर भिडियो बनाउनु चाहिँ अलिकति अप्ठ्यारो लाग्छ। त्यो पनि लेट्सी आजको दिनमा चाहिँ अलिकति राम्रो बनाउने ट्राई गर्छु है। ल गाइज, अहिले स्पटमा आइसकेको छु होइन। मलाई चाहिँ केही कुरा सेयर गर्न मन लाग्यो होइन, जुनमा चाहिँ मैले अहिले स्टार्ट गरेको डेली भ्लगमा एउटा चिज चाहिँ धेरै नै कमन छ, जुन चाहिँ बिहानको मर्निङ रुटिनको एक्सर्साइज रहन जान्छ होइन। यो चाहिँ एकदम नै इम्पोर्टेन्ट रोल खेलिरहेछ होइन। किनभने यो एक्सर्साइज अथवा भनौँ न मेरो डेली 10K स्टेप्सको रुटिन जुन छ नि, त्यसले चाहिँ मलाई धेरै नै हेल्प गरेको छ क्या। भिडियो बनाउनदेखि लिएर होइन अरू कामहरूमा एकदमै मोटिभेट गरेर आएको छ होइन। अब खास कुरा के भन्नु खोजेको हो भने मैले होइन, एक्सर्साइजले चाहिँ धेरै नै चेन्जेसहरू मैले पाएको छु क्या आफूमा होइन। हुन त गफ हानेको जस्तो देखिन्छ होइन, तर रियालिटीमा यो ट्रु नै हो क्या। किनभने यदि मैले एक्सर्साइज नगरेको भए अथवा म फिजिकल्ली एक्टिभ नभएको भए होइन, सायद यो भिडियो पनि आउँदैन पनि थियो होला, यो भिडियो बन्दैन पनि थियो होला। सो ओभरअल भन्नु खोज्दाखेरि मैले के भन्नु खोजेँ नि, धेरै चेन्जेसहरू आएको छ होइन। जसमा चाहिँ यो पहिलो नम्बरमा एउटा भिडियो बनाउन सक्ने होइन, मलाई फोकस गर्न सक्ने मैले मेरो गोल्सहरूमा होइन, त्यो छ। अब डेली 10K स्टेप्स हिँड्छु होइन, जसले चाहिँ मलाई धेरै नै पोजिटिभ राख्छ होइन, पोजिटिभ बनाउँछ। धेरै कुराहरू सोच्छु म होइन, सोच्न सक्छु। अब जस्तो चाहिँ पहिला चाहिँ माइन्ड डाइभर्टेड धेरै हुन्थ्यो भने अहिले त्यो डाइभर्ट चाहिँ हुँदिनँ म, अलिकति फोकस्ड हुन्छु होइन। आफूले आफूलाई धेरै चेन्ज गर्न सक्छु होइन। त्यही भएर जो जतिले नि हेर्दै हुनुहुन्छ नि होइन, फर्स्ट सुरु चाहिँ आफूले आफूलाई चाहिँ एक्टिभ राख्न ट्राई गर्नुहोस् होइन। एक्टिभ भएपछि तपाईँले बाँकी चेन्जेसहरू आफैले चेन्ज गर्न सक्नुहुन्छ होइन। फर्स्ट स्टेप भनेको चाहिँ हजुर फिजिकल्ली चाहिँ एक्टिभ हुनु होइन। त्यसपछि आफ्नो गोल्स के छ होइन, आफ्नो एम्बिसन के छ त्यसलाई फलो गर्नुहोस्। तर पहिलो पाइला टेक्न चाहिँ गाह्रै छ होइन। जे कुरा पनि स्टार्ट गर्न चाहिँ गाह्रो छ। मैले पहिला नै भिडियो बनाउँथेँ होइन, तर अलिकति इरेगुलर टाइपको थियो। मैले गेम चाहिँ मजाले खेल्थेँ तर लाइभ मात्र गर्थेँ होइन। अहिले चाहिँ भिडियो पनि बनाउन थालेको छु। अब हेरौँ यो भिडियोहरू कहाँसम्म जान्छ होइन, कतिको चेन्जेसहरू मैले अझै फेस गर्छु। अनि दोस्रो चेन्ज भनेको चाहिँ स्लिप साइकल होइन। स्लिप साइकलले पनि एकदम इम्पोर्टेन्ट रोल गर्छ होइन, जसमा चाहिँ मिनिमम 7 to 8 आवर्स स्लिप चाहिँ चाहिन्छ होइन। डिप स्लिप, जस्ट डिप स्लिप त होइन, एकदम गुड स्लिप चाहिँ चाहिन्छ। विदाउट डिस्टर्बेन्स सुत्नुभयो भने चाहिँ तपाईँलाई चाहिँ त्यसले एकदम बेनिफिट गर्छ भोलिको दिनमा होइन। हजुरहरूको काम गर्न एकदम नै सजिलो हुन्छ होइन। त्यो भएर सुत्नलाई चाहिँ फोकस गर्नु होइन, एउटा स्केड्युल चाहिँ बनाउनु। अब सबैको टाइम हुँदैन होइन, सबैको टाइम अब कसैको लेट नाइट वर्क हुन्छ, कसैको अलि छिटो सकिन्छ, अब घरमा आएर नि काम हुन्छ। त्यसैले स्लिप साइकल चाहिँ मेन्टेन हुँदैन होइन। तर तपाईँले एउटा स्केड्युल मेन्टेन गरेर चाहिँ आफूले आफूलाई एउटा स्लिप साइकल मेन्टेन गर्नुभयो भने चाहिँ त्यसले चाहिँ भोलिको दिनमा आएर चाहिँ एकदम नै सजिलो काम गर्छ होइन। त्यसैले दोस्रो चेन्जेस भनेको चाहिँ हजुरले स्लिप साइकल चाहिँ मेन्टेन गर्नु पऱ्यो है। गाइस, हाम्रो चाहिँ आजको दिनको एक्सर्साइज सकिएको छ। हामी निस्किसकेका छौँ, अब जाँदैछौँ घर। हेलो बुढा मान्छे, यता हेलो भन्नु पऱ्यो। खै हेरेकै छैन अनि पछाडिबाट कसले हेलो अलि राम्रोसँग
हेलो हजुर हेलो भन्नु न हेलो हेलो कति चाहिँ गाइस अब घर गएर भेटौँ है त जस्ट रिच होम होइन अब 5-10 मिनट जति रेस्ट गरेर नुहाइधुवाइ गरेर फेरि भेट्नेछौँ है त लेट्स गो नुहाएर आइयो होइन फ्रेस भइसकेको छु अब कफी खाँदै आज चाहिँ सबै म्यासेजहरूको रिप्लाई कमेन्टहरूको रिप्लाई गर्दैछु सो गाइस सबैजना कमेन्ट हान्न नबिर्सिनु होला होइन सबै कमेन्टहरू रिभ्यू लिँदैछु लेट्स गो ल गाइस कफी नि खाइयो होइन अनि त्यसपछि ब्लग एडिट पनि गरियो अस्तिको ब्लगको सबै कमेन्टको रिप्लाई पनि गरियो अनि नयाँ ब्लग पनि पोस्ट गरिदिएको छु है बिहान ब्लग पोस्ट गरियो होइन खान लन्च सन्च गरियो एकछिन रेस्ट पनि गरियो होइन त्यसपछि अहिले चाहिँ म मेरो गुगल एकाउन्टको पिन चाहिँ आइसकेको छ भन्ने जानकारी अस्ति नै आएको थियो मेल चाहिँ आएको थियो तर लिन चाहिँ गएको थिएन त्यो लिनको लागि चाहिँ यता टोखा मेलिङ एड्रेस दिएको थिएँ सायद त्यहाँ आइसकेको छ मसँग चाहिँ यहाँ जाँदै हुनुहुन्छ हाम्रो लक्खा जवान बुढा लक्खा जवान होइन दाजु भन्नु न दाजु 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 नरिसाउनु न दाजु बुढा मान्छे भने त अनि त्यसपछि बाइक चाहिँ 40 वर्ष उमेरको मान्छे बुढा हुन्छ त एकदम भर्खरको अनि यता बाइक 100 वर्ष बाद छन् मान्छे एकदम अनि यता बाइक सर्भिसिङमा छ सो बाइक त्यहाँ लिएर जाउँ है त बाइक सर्भिसिङ गरेर रेडी भइसकेको छ होइन अब सरर बाइकमा जान्छ हाम्रो मेकानिक लेट्स गो लगाइ हामी चाहिँ आइसकेको छौँ होइन यही हो जस्तो लाग्थ्यो गुगल म्यापमा हेरेको चाहिँ होइन तर फिक्स छैन म एकचोटि गएर बुझ्नुपर्ने हुन्छ है त लगाइ हाम्रो चाहिँ एडसेन्स एकाउन्ट आइसकेको छ होइन एडसेन्स पिन तपाईँ गएर यसलाई अपडेटहरू गर्ने सबै गरिदिन्छ है हाम्रो सब पनि आइसकेको छ होइन ह्यान्डसम बारेको छ त गुगल एडसेन्स एकाउन्ट लिएर आयौँ होइन पिन एकाउन्ट त्यसपछि यहाँ साथीले हेल्प गरिदिँदैछ हाम्रो स्पायर वाइटी इन द च्याट गाइड्स पढपाठ कार्यक्रम चल्दैछ म चाहिँ अल्छी पढिनँ पढ्दैछ पढेर के फर्म हुन्छ होइन त्यो कम्प्लिट गरिदिँदैछ थ्याङ्क यू स्पायर वाइटी फर हेल्प अब मेरो भिडियो आछ अब 1K कटेन भने चाहिँ पापै लाग्छ मान्छेहरूलाई 1K कट्नुपर्ने हुन्छ मेरो अनुहार देखेपछि त कट्नु परेन कट्नु पऱ्यो ल लेट्स गो हामीले चाहिँ गुगलको काम गरेर खाजा खान आइसकेको छौँ होइन स्पायर खाजा खाएर आयौँ होइन अब एकछिन सोसियल मिडियाहरू हेऱ्यो युट्युब एकछिन हेऱ्यो 9:30 पनि बजिसकेको छ अब सुत्ने बेला पनि भइसकेको छ त्यसैले यो भ्लग यहीँ नै एन्ड गरौँ जसले नि यहाँसम्म हेर्दै हुनुहुन्छ प्लिज मेक स्योर टु हिट द लाइक सेयर एन्ड सब्सक्राइब बटन प्लिज आफ्नो सजेसनहरू चाहिँ यसो कमेन्ट बक्समा हालिदिनु होला विच माइट हेल्प मी टु अझै राम्रो भ्लग बनाउन सकौँ होइन थ्याङ्क यू सो मच लभ यु अल Thanks for watching. Do like, share and subscribe.